वेलकम ब्याक टु माई युट्युब च्यानल गाइस। छोटो मिठो भ्लगमा हाललाई वेलकम छ है। त्यही हो, हामी चाहिँ टक्क लाएर बेलाचे पार्क जाँदैछौँ। अनि आएर नहुना ओहो पौडी खेल्न पर्छ क्या यहाँ। त्यही हो, हामी दुईजना चाहिँ हिँड्दैछौँ। अब हामी चाहिँ जबसम्म त्यहाँ पुग्दैन भ्लग बनाउँदै जान्छौँ। यहाँ त हामीहरूको पुरानो बाटो यस्तो छ है। त्यही हो, मौसम अझै राम्रो खुलेको छैन आज होइन। हुनुहुन्छ ठाउँहरू त्यही हो, हामी चाहिँ अब हिँड्दै 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 जबसम्म पुग्दैन तबसम्म छोटो मिठो भ्लग बनाउँदै हिँड्दैछौँ। त्यही कारण यस्तै छ जिन्दगानी। बाटोमा जे भेट्छ त्यही देखाउँछ। मान्छेहरू अगाडि हिँड्दैछ, मान्छे पछाडि अन्त हो त पुगिसक्यो। हामी चाहिँ ठ्याक 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 फाइनली गाइस हामी आइपुगेर टक्क लाएर त्यति टाढादेखिबाट हामी पनि थियौँ होइन। अनि यत्रो नागेर यहाँसम्म आइपुग्यो है। त्यही लगभग यहाँबाट अब चाहिँ टक्क लाएर यो गेटबाट माथि जानुपर्ने हुन्छ है। केटाहरू गइरहेको छ यहाँबाट। अब माथि चाहिँ एउटा खोला छ, यसो तैँले देखाउने हिँड्छु र हामी चाहिँ अब हिँड्नुपर्ने हुन्छ। यहाँ चाहिँ बोट बिरुवाहरू ल्याएर रोप्ने र यो चाहिँ त्यही भएर होला सायद बोट बिरुवा छ। मान्छेहरू सब माथि छ भने चाहिँ हामी पनि अब जानुपर्ने हुन्छ। अहिले फेरि किन ढिलाएको भनेर करायो भने गाह्रो हुन्छ। बेला चाहिँ यसरी ढोक त गर्नै पऱ्यो होइन। ए अहिले चाहिँ धेरै विकास भएर यस्तोसम्म भइसक्यो रहेछ है। पहिला चाहिँ यो थिएन, पहिला यहाँ मात्रै थियो, यस्तो बनाएको थिएन। अहिले चाहिँ यहाँ टक्क लगाएर सिडी बनाएछ जङ्गलको बिचमा है। यहाँ आएर गर्लफ्रेन्ड बोयफ्रेन्ड भएको मान्छेहरू यहाँ आउनुलाई सुटुक्क लगाएर के गर्नु थाहा छैन। त्यही पनि टक्क लगाएर चाहिँ बस्ने ठाउँ चाहिँ आनन्द छ कि चिसो रहेछ। ठ्याक्कै घान्द्रुकबाट चाहिँ अलिकति माथि लगभग आधी घन्टा जति म्याक्सिमम् हिँड्ने मान्छेलाई चाहिँ आधी घन्टा, नहिँड्दा चाहिँ 1 घन्टा जति लाग्छ। यहाँसम्म चाहिँ आएपछि खाल्टो हिजो खनेको ए हुन्छ नजारा। एकैछिनमा यसो देखाउने छु ल। ल देख्नुभयो होला। त्यही हो, अहिले हामी पार्कमा आइसक्यौँ। बेलाची पार्क हो कि बेलाची हो त्यही ठाउँमा मान्छेहरू छ। माथि टन्ने छ, चराहरूको चराचुरुङ्गी आवाज सुन्नु सक्नुहुन्छ ब्याकग्राउन्डमा। त्यही हो, पौडी खेल्न जानुपर्ने हुन्छ है। टक्क लाएर ल अरू बिरुवाहरू टक्क जमिनबाट चाहिँ देखाउँदैछु। ल आएपछि चाहिँ हेरौँ ल। त्यही हो, छोटो मिठो भ्लगमा चाहिँ वेलकम छ। ल वेलकम छ है पार्कमा। अब दृश्य रोगाउँछ पार्क मान्छेहरू हेर्दै आमा कति धेरै हो मान्छेहरूको पहिचान होला चाहिँ पार्कमा यसरी मान्छेहरूको यहाँ फुलाउनु हुने कति मान्छे आएको हेर्नुहुन्छ। वेलकम गाइज होइन। टक्कलाई हामी चाहिँ यहाँ फुल रोप्ने कार्यक्रम भइरहेको चाहिँ यहाँ टक्क सक्नुहुन्छ। मान्छेहरूको हुल यति धेरै छ कि कति छ हजुरहरूले अनुमान गर्न सक्नुहुन्न है। यहाँदेखिबाट मुनिसम्म हेर्न सक्नुहुन्छ है। मान्छेहरू
कुकुर सामान्य आएर कुकुर पनि आएर चाहिँ फेरि कुकुरले नि गर्छ त्यही हो हाम्रो यहाँ दाइ हुनुहुन्छ है त्यही हो केटाहरू सबै माथि छ हामी चाहिँ मल उस गर्दै त्यही जाँदै हो ल त्यही हो छोटो मिठो भ्लगमा हजुरलाई स्वागत छ हेर्नु होला हाम्रो बहिनीहरूले यसरी टक्क फुल रोप्दैछ हामी चाहिँ मल ओसार्दै ल पछि भेटौँ न गाइस काम माग्दो रहेछ खासै भयो भयो ऊ त्यहाँ पाक उयो ल गाइजहरू हामी टक्क लाएर चाहिँ फुलचुल रोपेर चाहिँ पौडी खेलेर चाहिँ टक्क अब खाजा जान लाग्छौँ है यहाँ पौडी खेलेर यस्तो ज्यान छिरिङ छिरिङ बनाएको घामतिर पानीले कामी जोर लाग्नु लाग्ला जस्तो भइसक्यो अहिले यार त्यही हो गाइज हामी अहिले टक्क लाएर नयाँ बाटोमा हिँड्दैछौँ सर लाएर च्याप्प लाएर वनको बाटोमा आनन्द केटी भयो त आमा गरिरहनुहुन्थ्यो गाइज के गर्नु छैन राणा परिवार त्यस्तै हो अलिकति चाहिँ हल्का फुल्का रमाइलो गर्दै जाँदैछौँ हामी त्यही हो जङ्गल एक्लै आउन गाह्रो छ केटाहरू नआउ हो केटेर चाहिँ आऊ त्यही हो हाम्रो हुनै पर्छ गाइस त्यही हो केटाहरू हामी चाहिँ टक्क लाएर जाँदैछौँ तर कहाँ जाने थाहा छैन जाँदैछौँ हिँड्दैछौँ जङ्गल यसो केटी भेट्छ कि भनेर हिँड्दैछौँ ल त्यही हो केटाहरू एकछिन यसो घामको तापक्रम लिएर चाहिँ अलिकति जसको तापमा हिँडिरहेको छु म चाहिँ अहिले ट्याक्क लाएर चाहिँ हिँडे छ यार बाटो भेट्दैन यहाँ कहाँ हो या कहाँ पुग्ने थाहै छैन हिँडे छ त्यही हो हाम्रो चाहिँ अब यस्तो अब सबै टाढो त हिँड्दैछ है हामी चाहिँ टक्क लाएर जनता धरो धेरै छ अहिलेपछि पुरै जनता देखाउन चाहन्छौँ है त्यही हो कुदेको छ हिँडै छ खाजा खाम भन्छ खाना भेट्दिनँ मैले अझै पनि जाडोले थर भइसक्यो है केटाहरूले लक्को लैछ यहाँबाट त्यही हो हाम्रो चाहिँ अब ब्लग यसरी नै बनाएको हुन्छ आमामा हिलो कचाक्क भएर प्लाट भएर लड्यो भने खत्तम जिन्दगी खत्तम हुन्छ गाइस त्यही हो जङ्गल सुनसान जङ्गल है जङ्गल बिचमा चाहिँ यसरी बाटो बनाएको छ है टक्क लगाएर चाहिँ जङ्गल हिँडेकै छ अझै पनि केटाहरू आउँदैछ हेलो गाइस के छ हामी चाहिँ उबाट के भन्छ अरे मेलाबाट भनेको केटाहरूले कोहीले फुलबारी रोप्पोबेला भन्छ के भने यार म चाहिँ कहाँबाट आएको थाहै छैन यो चाहिँ सही छ है त्यही हो अब हामी चाहिँ टक्क लगाएर सिडी कटेर चाहिँ टक्क अहिले कच्ची हाइवेमै हिँडिरहेको छौँ त्यही हो केटाहरूले मेरो पेनिङ प्राइज भने एउटा गिफ्ट पाउने केटाहरूले होइन त्यो चाहिँ म पछि नै दिनेछु सरप्राइज गिफ्ट हाम्रो चाहिँ टक्क लगाएर ल त्यसमा यस्तो सिन देखाइने केटाहरूलाई त्यही हो 300 चाहिँ पुग्नु लागेको छ अब अझै 200 माथिहरू प्रेजेन्ट हुन अनुरोध गर्दछु अनुरोध हो अलि प्रोनाउन्सिएसन नेपालीमा आउँदैन त्यो भएर चाहिँ अलिअलि सिक्दैछु प्र्याक्टिस गर्दैछु मैले पनि ओइ अब चाहिँ लगभग आधी बाटो चाहिँ हामी आइपुग्यौँ है अब नजारा
नजारा हेर्दै हिँड्नुको रमाइलो छुट्टै छ। त्यो गाइस अहिले एक्सप्रेसन छ नि त होइन। यो हिँड्दैछौँ नयाँ नयाँ ठाउँहरू चिन्नु नै पर्छ गाइजहरू है। त्यही हो, त्यही सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला हजुरहरूले, त्यही भन्न चाहन्छु। ल हजुरहरूलाई म ठक्क खाना ठाउँमा गएपछि चाहिँ भेट्नेछु। ल गाइस किनभने आधीबाट देखाउनु पर्ने भयो, किनभने हाम्रो यहाँ मन्दिरमा चाहिँ हामी एकछिन यसो जाँदैछौँ है। यसो फोटोसोटो खिचेर चाहिँ हामी टक्क लाएर जानुपर्ने हुन्छ है। एकछिन यसो फोटो सुट गर्नु पऱ्यो। फाइनली हामी यसो लाएर चाहिँ मन्दिरमा ट्याक्का ढोक गर्नुपर्छ। ल फोटो खिच्नु जान्ला है तेरि के बित्ति साह्रो हो, ढोक खोल्दैन त यार। ठाडो आमा यसरी गयो भने त सिधै ढल्न नि यसरी यसरी हेरी यसरी हेरी हेरी हेरी। ल तलमुनि आउँदा म माथि खिचिदिन्छु भिडियो। हट रनिङ हान्न सकेन यार, कपडा चिसो भयो यार। लु 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 दौडी दौडी रनिङ स्टेमिना छैन धेरै, पेलिसक्यो भात नखाएर चाहिँ पेल्दै सकिसक्यो। ओइ आइसकेको छ त यार। लु होइन अघि यस्तो पौडी खेलेर कपडा भिजेछ क्या। त्यही भएर लुत्रुका त्यहाँ भएको छैन क्या। लु यस्तो भिएनलाई ठक्क लगाएर चाहिँ मेसन मन्दिर चाहिँ आउनु होला भन्न चाहन्छु। यहाँ चप्पल खोलेर चाहिँ भित्र जानुपर्ने हुन्छ है। टक्क लगाएर चाहिँ यहाँ चाहिँ मेश्रम मन्दिर है। अनि यहाँबाट हेर्नुहुन्छ भ्यू। ल केटाहरूसँग सब यहाँ चाहिँ। अनि यहाँबाट चाहिँ टक्क अन्नपूर्ण धरागरी हिमालहरू देखिरहेको छ। अहिले चाहिँ देखेको छैन गाइस, बिहान आउनुभयो भने चाहिँ देखाउनुहुन्छ। त्यही हो हजुरलाई म यहाँ गान्तोकको मेश्रम मन्दिरको परि घुमाइदिन्छु है, हेर्नुहुन्छ यतिरको चाहिँ। ल हेर्नुहुन्छ यस्तो राम्रो मेश्रम मन्दिरमा आएर चाहिँ टक्क घन्टी झन्डी टक्क लाएर चाहिँ
आउनु हामीहरू चाहिँ टक्क लगाएर ब्याग भइसक्यौँ है। अब चाहिँ हामी जान पर्ने हुन्छ है। अब खाजा खाने पनि टाइम भइसक्यो। हाम्रो चाहिँ खाना खाने टाइम भयो होला, अरूको चाहिँ खाने टाइम भइसक्यो होला। हामी चाहिँ अब जान पर्ने हुन्छ ट्याक्क लगाएर। हरियाली त्यही हो, अब हिँड्नुपर्छ। अब धेरै टाढा छैन, अब लगभग आधी बाटो आइसक्यो होला। ओइ लास्टमा अरे फेरि आउनु पऱ्यो माथि है। अब फेरि अदौडी पनि हुन्छ। ल बाटो हेर्नुहुन्छ है, यस्तै हामी चाहिँ अब जान पर्ने हुन्छ है। ल ल अब फेरि यताबाट आएको यता जानुपर्ने हुन्छ। अब यस्तो दौडिनु पर्छ, यस्तरी यस्तै दौडिने, यस्तरी 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 यस्तो। ल यो अब आदि यही भिडियोमा केही भन्न चाहन्छु भने यसको कमेन्टमा बक्समा भन्नु होला। यसो लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो साथी हो। यो चाहिँ अहिले पछि लास्टमा भन्नुपर्छ खाएपछि। अहिले चाहिँ भन्ने बेला छैन, अझै बाँकी नै छ। जरुर फेरि आएँगे। ल आजको सवारी यस्तै भयो। हिँड्दैछौँ हिँड्दैछौँ